कस्तो कस्तो दुःखमा आँसु लुकाउने म अनि आज किन रुँदैछु होला त साथीहरु। सो हाई गाइज, वेलकम एन्ड वेलकम ब्याक टु माई मिनी ब्लग। तपाईहरुलाई स्वागत छ फेरि पनि मेरो मिनी ब्लगमा। अनि आज चाहिँ म आइपुगे एयरपोर्टमा आएर मैले भेट्नु पर्ने छ अब मेरो भाइ बुहारीलाई। यो चाहिँ सबैजना मिली रुने ठाउँ भन्दा पनि फरक नपर्ला। भाइ बुहारीलाई पनि भेट्यो अनि बुहारी चाहिँ हाँस्दै हाँस्दै खादा लगाइदिँदै थियो भाइलाई। उसले चाहिँ आफ्नो आँसु लुकाउनको लागि हाँसिरहेको थियो कि हाम्रो अगाडि। अनि म कोही रोको हेर्न नसक्ने मान्छे यहाँ आएपछि जो हेरे पनि रोइरहेको देख्छु। अनि त्यही माथि मेरो अगाडि मेरो बुहारी रोएपछि अब मेरो आँसु रोकिने भन्ने त कुरै हुँदैन साथीहरु। के गर्नु, यस्तै हो, नेपाली भएर जन्मेसी दुःख गर्नलाई, आफ्नो जिम्मेवारी पूरा गर्नलाई नहिँडी पनि नहुने। अब जसलाई मैले आफ्नै हातमा आफ्नै काखमा खेलाएर हुर्काएको म भन्दा पनि सानो भाइ, ऊ आज आफ्नै आँखा अगाडि यसरी धेरै टाढा जाँदाखेरि चाहिँ मलाई एकदमै गाह्रो भएको थियो साथीहरु। मैले पनि आँसु रोक्नै सकिनँ अनि म पनि एकछिन रोएँ र म चाहिँ एकैछिनमा हाँस्न थालेँ, किनभने मैले बुहारीलाई पनि सम्हाल्नु पर्ने थियो। त्यही भएर म चाहिँ धेरै समयसम्म रोएर बसिनँ। बिचरा बुहारी यहाँ अनि बुहारीको आँखा चाहिँ भित्र भाइवा ठाउँमा भाइलाई मात्रै खोजिरहेको थियो। ऊ चाहिँ अझै पनि देख्छु कि भन्ने आशले अझै पनि हेर्दै थियो। भाइ गइसकेपछि चाहिँ अब हामी निस्क्यौँ बाहिर अनि मैले बुहारीलाई भने अब घुम्न जाऊँ भनेर। अनि बुहारीले नि हुन्छ भनेर गयौँ र मैले चाहिँ मेरो छोरीको लागि 2टा चुरा छाने अनि यो पिङ्कवाला चाहिँ बोकेर प्लास्टिकमा प्याक गरेर हिँडेँ। अनि मेरो बुहारीलाई चाहिँ भाइको र उसको नामको एउटा चुरा बनाउनु पर्यो रे। अनि म चाहिँ कुर्दै नक्कल पार्दै बुहारीलाई चुरा बनाउने ठाउँमा कुर्दै बसिरहेँ। यता मेरो नक्कल नसकी थिएँ, उता बुहारीको चाहिँ चुरा बनेर सकिसकेछ। अनि खुसी हुँदै नाम पढ्दै सुनाउँदैछ। यहाँ मेरो यहाँ बुढोको। मलाई पनि यो दिदीले जस्तै गर्न मन थियो, तर मलाई चाहिँ कस्तो लाज लागिरहेको थियो। त्यसपछि मैले मेरो यो इच्छालाई स्किप गर्दै हामी गयौँ कटन क्यान्डी किन्नलाई। अनि कटन क्यान्डी किनेको मात्रै के थिए साथीहरु, यहाँको राजा महाराजाहरूले चाहिँ हामीबाट खोसेर मुकबाङ कार्यक्रम गरिरहेको थियो। अब स्याहार छौँ भन्दैमा दिनरातै घुमेर बस्ने कुरा पनि आएन साथीहरु। त्यही भएर हामीले अब बाटो ततायौँ घर जानको लागि। अनि त्यही घर जाने क्रममा चाहिँ यस्तो राम्रो सिन देख्यौँ हामीले। त्यसपछि फेरि हामी हिरोनी पल्टिँदै दुःखका आँसुका, भाइको माया कहाँ अनि बुढाको माया कहाँ हामीले सबै बिर्स्यौँ। अब यो सिन देखिसकेपछि एउटा भिडियो सुट यो सिनसँग नगरी त म काहीँ हलचल गर्नेवाला नै छैन साथीहरु। त्यसपछि म लागेँ नक्कल पार्दै यो सिनमा चाहिँ भिडियोहरू खिच्नलाई। मेरो फोटो अनि भिडियो सुट पछि चाहिँ आयो फेरि मेरो बुहारीको पालो। अनि मेरो बुहारीलाई आज यति राम्ररी देखिरहेको थियो यो ड्रेसमा। वाउ, अब यतिको उछुर मुछुर पछि चाहिँ मेरो पेटमा मुसा दौडिन थाल्यो। अनि त्यसपछि चाहिँ मैले खान गएँ चाउमिन। त्यो पसलमा चाहिँ केही पनि रहेनछ। मलाई टोयलेटको हतार परेर छिरेको। अब टोयलेट मात्रै बसेर निस्किने कुरा नि आएन।